दृश्य हो दैलेखको ठाँटीघाट गाउँपालिका स्थित बागलासल्ला क्षेत्रको। हरियाली र प्राकृतिक सौन्दर्यका कारण आन्तरिक पर्यटक आकर्षित हुने यो स्थान अहिले बजारको फोहोर थुपार्ने डम्पिङ साइटमा परिणत भएको छ। ठाँटीघाट बजार र गाउँपालिकाबाट निस्किने फोहोर व्यवस्थापनको नाममा यही क्षेत्रमा ल्याएर फालिँदा वातावरण, पर्यटन र नागरिक सुरक्षामाथि नै गम्भीर प्रश्न उठेको छ। बागलासल्ला क्षेत्र जहाँ दैनिक रूपमा गोठाला, विद्यार्थी, शिक्षक, कर्मचारी, स्थानीय बासिन्दा तथा आन्तरिक पर्यटक पुग्ने गर्छन्, तर अहिले यही क्षेत्र प्लास्टिक, टुटेफुटेका काँचका बोतल, सिसाका टुक्रा र अन्य फोहोरले ढाकिएको छ। स्थानीयका अनुसार ठाँटीघाट बजारको फोहोर मात्र होइन, गाउँपालिका भित्रबाट निस्कने विभिन्न प्रकारका फोहोर समेत यही स्थानमा ल्याएर फाल्ने गरिएको छ। अझ वर्षायाममा त अवस्था झन् जोखिमपूर्ण बन्ने गरेको छ। वर्षाको पानीसँगै काँचका टुक्रा सडकसम्म पुगेर पुग्ने गरेका छन्। यसले पैदल यात्री, विद्यार्थी र ओहोरदोहोर गर्ने सवारी साधनका लागि दुर्घटनाको जोखिम बढाएको स्थानीयको भनाइ छ। केही समय अघि बजार क्षेत्रको सडक छेउमा फालिएका काँचका टुक्रा समेत सङ्कलन गरी यही स्थानमा ल्याएर फालिएको उनीहरू बताउँछन्। विडम्बना त के छ भने गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, जनप्रतिनिधि र कर्मचारीहरू यही बाटो हुँदै आवजावत गर्ने गर्छन्। ठाँटीघाट गाउँपालिकाको नारा छ व्यावसायिक शिक्षा, स्वास्थ्य, कृषि, उद्यम र पूर्वाधार ठाँटीघाट गाउँपालिकाको समृद्धिका आधार। तर पर्यटकीय सम्भावना बोकेको प्राकृतिक क्षेत्रलाई नै डम्पिङ साइट बनाइनुले गाउँपालिकाको सरसफाइ तथा वातावरण संरक्षणको अवस्था कागजमै सीमित भएको आभास गराउँदछ। सार्वजनिक स्थललाई फोहोर फाल्ने ठाउँ बनाइनु कुनै पनि स्थानीय सरकारका लागि राम्रो अभ्यास होइन। फोहोर व्यवस्थापनका लागि वैज्ञानिक र दिगो उपाय अपनाइनु, पर्यटकीय क्षेत्रको संरक्षण गर्नु र नागरिकको सुरक्षालाई प्राथमिकता दिनु स्थानीय सरकारको दायित्व हो। ठाँटीघाटको बागलासल्ला क्षेत्रमा देखिएको यो दृश्यले अब तत्काल प्रभावकारी फोहोर व्यवस्थापनको आवश्यकता औल्याएको छ।